welcome back to this Salad and Vlog. I hope सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। आज चाहिँ हामी जानु थालेको हाइकिङ धापटाङ जानु थालेको। बिहानदेखि पानी परेर हामी हिँड्नै पाएको थिएन। अहिले चाहिँ अराउन्ड 9-10 बज्न थाल्यो। अनि अब चाहिँ हामी जानु थालेको। यो चाहिँ भिडियो बनाउने चक्करमा स्काफै ल्याउन भुलेछु गाइस। स्कुटरको माथि राखेको थिएँ। अब भरे कहाँ पुऱ्याइदिन्छ भन्दाखेरि अत्तो पत्तो छैन। ओके, अब निशालाई देख्नुहुन्छ है त म गाइस। निशालाई भेटेपछि कति पछि भेट्न त भेटिरहेको, तर भेटेन। भिडियोमा चाहिँ कसरी क्लियर बस्ने होला। गाइस हामी यहाँ चाबेल निस्केको। अब चाबेलबाट सुन्दरी गाडीमा जाने हामी खानेकुराहरू पनि लिएर जान्छौँ मजाले। एप्स हाल्नु परेन तपाईँ खान छ भन्दा बल्ल सुक्का छ के चाड ल्याएर हामी सुन्दरी गरेको आज कति 11:30 बजिसक्यो। कतिखेर पुग्ने हामी थाहा छैन गाइस। अब हामी चाहिँ हिँडेको सुन्दरी जल कति राम्रो आएको। मेरो भिडियो गर्न कहिले जानिन गाइस। हामी यहाँनिर कति 11:30 बज्न थालिसक्यो। धापटाङ पुग्न 4 घन्टा लाग्छ अरे कि। सालले हाम्रो तान्दैन नि। अब जहाँसम्म पुग्छौँ हामी अब सुनेर पहिला कति भन्नु आयो भने अब हामी जहाँसम्म पुग्छौँ त्यहीँसम्म हो। अनि यहाँ के माईको मन्दिर पनि छ अरे। अनि त्यहाँ पनि छ अरे झर्ना। त्यो अङ्कलले भने त्यही माथि अस्ति हामी पुग्यो त होइन नि। यस्तो नि पुग्नु भयो भने होइन क्या। हामी पानी खेल्दै मछली बन्दै जाने। मलाई लागिरहेछ हामी दुई पहिलाको जन्ममा मछली त थिएन नि। यो उकालो अस्ति नै मैले बन्दीपुरको स्ट्रिट भनेको थिएँ नि। अब मैले बुझेन नि त रिसाएको चाहिँ केही थिएन है। थाहा छैन बन्दीपुर कस्तो गाइस। अब के कस्तो हुन्छ हेर्दै जानु। यस्तै के हुनु भयो। लेट्स गो। यहाँ त म गदा जस्तो हिँड्दा छु त खिच भन्छस्। चलो चलो चलो। त्यो अनुसारले लाइनमा टिकट काटेर टिकट देखाउँदैछ कि डिटेल्सहरू दिँदैछ। भयो लेट्स गो। नगए छ हामी हाम्रो डेस्टिनेसन चाहिँ बल्ल सुरु भयो है। हामी उहाँबाट हिँडे तापनि अब हेरौँ अब हाम्रो हिँडाइले कहाँसम्म हाम्रो पुऱ्याउँछ भन्ने कुरा निश्चित गर्छ। ओके अलिकति हिँड्दै अवस्था नाजुक भएको अवस्था। के भन्छ रियल हाइकर जस्तो भएर हिँडेको अवस्था अब चाहिँ गाइस। यस्तो बाटोहरू छ क्या उकालो अनि त्यो भएर चाहिँ अलिक गाह्रो भएको अवस्था भयो। तर ठिकै छ केही छैन। हेर्नु नि मलाई हिँड्दैछु। आनन्द लाग्छ क्या हिँड्नु पनि। के हो टाढा गरे जस्तो। चेकिङ छ र हामी आइसक्यो।
माछाको अचार 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 गरेर यसले अचार लिएर आएको त्यहीँनिर खानु लगायो हामी खाएर परेको हिँडेर आयो झन् हामीले बियर ल्याएको थिएनौँ यसले लिएर ओए यसले मात्र हुन्छ म खानु ल गाइस ल यस्तो भइसक्यो गाइस यहाँ मान्छेहरू अब हामी यहाँ छौँ यहाँ बादल फोटा साथीहरू यता रहेछ मेरो फोटा साथीहरू यता रहेछ सृष्टि कसिस समिना म्याम पनि यहीँ हुनुहुँदो रहेछ यस्तो बाटो हिँड्दा छ गाइस यहाँ सर्टकट भएर अब हामी चाहिँ यहाँ माथि आएर सब बाटमा एक्सट्रिम जानु लाइज अब यो मोबाइल समाज पनि हिम्मत छैन गाइस त्यो होइन यो ठिक न ओ अलि मजाले समान झ्यापा समान हातले यो सिस्नु होला सिस्नु होइन पो रहेछ यो त यार चाहिँ खासमा गाजाको हन्टिङमा आउनुपर्ने रहेछ गाइस कसैलाई गाजा चाहिएको छ भन्दाखेरि यता ढाब्यामतिर हिँडेर मरिसक्नु मजाको हावा छ यस्तो मजाको हावा छ रातो भएको हेर्नु न भगवान् ए भगवान् गाई के हो अङ्कलहरूले फर्किने अङ्कलहरूले पनि राति भएको छ राति भन्दैन जति हिँड्यो अलिकति अगाडिबाट हिँड्यो 1 घन्टा 3 घन्टा हो होइन 1 घन्टा भन्यो झन् अगाडि हिँड्छु अर्कोले 2 घन्टा भन्छ झन् अगाडि हिँड्दा त 2 घन्टा फेरि अलि अगाडि हिँड्छु 3 घन्टा एउटा दाइ भेटेँ यस्तो मोटिभेट गर्नुभयो कि नानु यस्तो रफ्तारले हिँडेकी छौ तिमी 45 मिनट पुग्छौ भने त्यो दाइले त भनिकन मलाई यहाँ जागर चल्यो धन्यवाद दाइ गरी ल भेटौँ न भनेको भेट्नुपर्छ त दाइलाई रमाइलो हुन्छ एउटाको गर्लफ्रेन्डले त्यसको बोयफ्रेन्ड बोल्यो भनेर यस्तो कुच्चे दौडिन्छ होइन बस्यो हामीलाई त्यहाँनिर फेरि पुरा भाग्छ बोयफ्रेन्ड चाहिँ बोल्नु खोज्छ भिजाएर बोल्नु दिए भइहाल्थ्यो नि डर हुन्छ नि त एउटा ल अक्षर बहिनी यो 2 घन्टा सुन्दा चक्कर लागेर मर्ने बेला भइसक्यो कसैले पनि भन्दैन हो त्योभन्दा कम त एउटाले मोटिभेट गरेको थियो 45 मिनट पुग्छौ तिमीहरू यो रफ्तारमा गयो भनेर नो वान लिटरली नो वान कि एउटा अङ्कल आन्टी पनि त्यहाँ गफ गरेर बस्दै थियो कि घडी हेरेर यिनीहरू धेरै टाढा पुग्दैन यहीँ पुगेर फर्केर आउँछ हामी कति मात्र हिँडेको छैनौँ कि र पनि अझै स्टिल 2 घन्टा भनेर भन्नुहुन्छ क्या ओ माइ गड कति टाढा छ यसो यार खासमा हामी 7 बजे हिँड्नु थालेको मान्छे हो पानीले आज हामीलाई डिस्टर्ब गरिदिएको क्या खासमा अब पानी नआएको भए चाहिँ हामी छिटो हिँड्थ्यौँ सुन्दरजल पुग्ने बेला हामीले कति बजी थियो 11-12 बजिसकेको थियो क्या गाइस यस्तो छ बाटो हामी किचिक हेर अब हामी खतरो खेलाडीमा अडिसन दिन जानुपर्ला जस्तो एकपल्ट उ गरिदियो त ब्याक फ्लिप हान्दियो त गाइस जे जस्तो होस् सास रहन्जेल आश चाहिँ छोड्नु भएन यसले पनि हार खाइसक्यो कि मैले यसलाई यति धेरै मोटिभेट गरिसकेँ कि गाइस यहाँ हामीले होस् जोसमा होस् उडाएर हिँडिसक्यौँ हामी
ओइ उल्टी हान यस्तो छ गाइस के गर्नु त यस्तै छ यता हेर त त्यसमा लट्ठी चाहिँ कहाँ भाग्नु जाँदैछ मलाई कसैले एउटा एक्ज्याक्ट टाइम नै भनेर कस्तो होला अब है ह्याप्पी बर्थडे दाइ धेरै धेरै लामो उमेर होस् मसँग चाहिँ खासमा एउटा सुपर पावर दिनुपर्ने हो क्या भगवान्ले चाहिँ हरेक मान्छेलाई एउटा सुपर पावर दिनुपर्ने हो अनि त्यसमा चाहिँ एउटा सुपर पावर चाहिँ सिर्फ 5 जनालाई मात्र दिनुपर्ने किनकि एक्सिडेन्ट पर्न सक्छ नि त माथि सुन्दर जलमा सुन्दरीहरू अलपत्र परेको अवस्था गाइस हामी अनकङ्टार जङ्गलमा गइन्छ कि अझै पनि यो जङ्गल काट्न 1 घन्टा लाग्छ भनेर भनिरहेको छ र पनि वी आर नट गिभिङ अप गाइस वी क्यान डु इट भन्ने हिसाबले हिँडिरहेको छौँ हामी हो किन भन्दा अनु चाहिँ आज अनु चाहिँ हिँड्नु हुँदैन नसक्यो मोटाइ चाहिँ छ एक्सर्साइज गरिस् छैन ओछ्यानमै आइपुगेर खान्छ 5 घन्टा हिँडेर यही पेर्न आएको यसले गरेर आएको नि हामी चाहिँ धापड्याम हेरेर फर्किसकेको त्यस्तो धेरै भिडियो बनाउनु पाएन स्टोरेज फुल भएको भएर यसको खुट्टामा पहिला लागिसकेको छ अब हामी कसरी पुग्छ भन्ने हो नपाल्छ सरले यसको चाहिँ खुट्टामा क्राम्प आयो राम्रो हिँड्नु पनि सकिँदै छैन यति धेरै छ हामी फर्किनुलाई चाहिँ अहिले गाइस हामी चाहिँ यहाँ फर्किसक्यो कि यस्तो खतरा हिँडेको छ हामी यहाँ 2-3 ग्रुप पनि हामीले छेडेर हिँडिसक्यौँ उनीहरूले हाम्रो सोचिरहेको कि उनीहरू चाहिँ कति धेरै हाइकिङ हिँड्दो रहेछ स्पट चाहिँ रहेछ यहाँ निस्केको खुट्टा गइसक्यो क्राम्पले त्यही पनि पाउको डरले यस्तो हिँडे चाहिँ के गर्नु गाइस यस्तै छ गाइस अघि हामी आधी घन्टा लगभग 45 मिनट जस्तो लागेर गएको बाटो चाहिँ अहिले हामी 15 मिनटमा झऱ्यौँ म किन भन्छ हालत त्यस्तो छ गाइस गम्भीर छ हाम्रो हालत यसले चाहिँ यो अङ्कलहरूले पोक दिनुभयो ब्यान्डेज दिनुभयो यसको खुट्टा गयो नि त फर्किने बेला बनाएको यति धेरै भिडियोहरू केही पनि रहेछ गाइज मसँग चाहिँ इभन मैले स्न्यापमा बनाएको भिडियोहरू पनि रहेछ किनकि घर आएर स्टोरेज खाली गर्ने बेला म आफूले नै डिलिट गरेँ होला त्यो मेरै हातबाट डिलिट भयो कास हुनु नपर्ने कुरा भइदियो त्यही नै हो गाइज फर्किने बेलामा निसाको खुट्टामा क्राम्प आएको भिडियोहरू थियो अलिअलि त्यही नै हो अब भिडियोजहरू त अगाडि हजुरहरूले हेर्नु भइहाल्यो र अझै पनि भिडियोजलाई लाइक सेयर सब्सक्राइब गर्नुभएको छैन प्लिज डु इट अझै पनि एकदमै राम्रो भिडियोहरू आउनेछ ओके स्टे ट्युन गाइज र किप वाचिङ किप लभिङ अनि सब्सक्राइब पनि गरिदिइहाल्नु होला है त थ्याङ्क यू फर वाचिङ गाइज